आइतबार पनि छुट्टी भएछ त मजा नै मजा कि हामी मामु छोरी भएर चिटिक्क परेर घुम्न जाँदैछौँ। कहाँ जाँदैछौँ त्यो हेर्नको लागि हजुरले भिडियो अन्तिमसम्म हेर्नुपर्ने छ। हेलो एभ्रिवान, इट्स मी सुमित्रा। हल्का बिसन्चो पनि थियो अनि छुट्टीको दिन। आज मेरो मर्निङ 9 बजी भयो, तर मेरो चक्लेटी हस्बेन्ड भने बिहानै 6 बजी नै उठेर अफिस जानुहुन्छ। उठेर फ्रेस भएको थियो, श्रीमानको फोन आयो, यो र्याक चाहिँ अरूले नै लानेछ, खाली गरिदिनु भनेर। अनि मैले खाली गरेर बाहिर सारिदिएर आएँ। गर्मी पनि कति हो के, पसिना त कति हो कति। लगाएको क्रिमहरू पुस्नुपर्छ। क्रिम पुछेर मैले फेरि पाउडर मात्र लगाएँ। अनि टिकी लाउँदा त म कति राम्री देखेँ कि छोरीले तेल पोखाएर पुछिरहनु भएको छ पछाडि। अलिअलि रेडी हुँदा त आफूलाई स्वर्गको अप्सरा नै ठानिन्छ कि घरमा बस्दा मात्र हो बाउलाई जस्तो। अनि हजुरहरूलाई यो छाता ओड्न शरम लाग्छ कि नै? मलाई त लाग्दैन है, म त डेली यही छाता नै ओढेर बाहिर निस्किन्छु। आज छोरीको रिजल्ट भएको कारण हामी स्कुल रिजल्ट हेर्न जाँदैछौँ। कति राम्रो गरेको कि, मेरो छोरीले घरमा बरु बिगारेको हुन्थ्यो तर स्कुलमा भने एकदमै राम्रो गरेकी रहेछ नमेट। रिजल्ट हेरिसकेपछि हामी स्कुलको ग्राउन्डमा खेल्दैछौँ। अनि यति राम्रो ग्राउन्ड, यति राम्रो स्कुल भएपछि त फुतुन्न नघुम्ने त कुरै भएन। त्यही माथि म त झन् आफूले अप्सरा नै ठानिरहेको छु। छोरीले घरबाट भन्नुभएको थियो बाटोमा पास भयो भने त मलाई चक्लेट किनिदिनु पर्छ है। अनि छोरीले 1 रुपियाँको भयो भने चक्लेट किनिदिएको भने खुसी हुन्थ्यो, तर मैले किटक्याट किनिदिएँ 50 रुपियाँको। अनि हामी घर फर्क्यौँ। मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोलाई धेरै धेरै धन्यवाद। अनि मलाई फलो गर्नु भएको छ भने फलो गर्नु। यस्तै भिडियोहरू ल्याउँदै आउने छु। हजुरहरूको साथ सपोर्ट पनि